यो हो शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 11 नाम्सीकोट। यो चाहिँ खैरेनीबाट 7 किलोमिटर भित्र पर्दछ। यहाँ गाडी मोटर बाइकहरू ठुल्ठुला गाडीहरू सबै आउने बाटो छ। यहाँ यो तनहुँको राम्रै कहलाएको ठाउँ नै हो, सुन्तलाको लागि विख्यात। यहाँबाट प्रत्येक वर्ष 5 करोड 6 करोडको सुन्तला बाहिरिन्छ यस गाउँबाट। कलमी बिरुवा हो। यो चाहिँ 3 वर्ष भयो 4 वर्ष भयो लगाएको, भुइँबाटै फलिभएछ है। सबै कलमी हुन्। कलमी बिरुवा हो यो। यहाँ चाहिँ काठमाडौँदेखि, पोखरादेखि, चितवन नारायणघाटदेखि धेरै व्यापारीहरू आउनुहुन्छ सुन्तला खरिदका लागि। यहाँ चाहिँ यो चाहिँ उत्तर फर्केको पाखा छ। हिमाल पनि नजिकै देखिया माछापुच्छ्रे हिमाली हावाहरू यहाँ आउँछ। सुन्तलाको लागि हिमाली हावा राम्रो भन्छन्। उत्तर फर्केको पाखा यो गाउँ चाहिँ हरिनासको नजिकै पर्दछ। हरिनास गाउँपालिका स्याङ्जा र तनहुँको सिमाना जोडिएको छ। यहाँ चाहिँ मान्छेको मुख्य खेती नै सुन्तला हो। यहाँ सुन्तला टिपेरै एउटा परिवारले लाखौँ रुपियाँ कमाउँछन्, 5-6 जनाको परिवारले। यो चाहिँ यति बेला चाहिँ सुन्तला पाकेर पहेँलपुर भएको छ। बगानहरू जतासुकै सुनै मात्रै फलेको जस्तो, सुनका डल्ला जस्तो देखिन्छ यति बेला। यो गाउँ चाहिँ सुन्तलाले चिनिन्छ, प्रख्यात छ सुन्तला। नाम्सीकोटमा सुन्तला पाइन्छ भनेर प्रख्यात छ यो गाउँ। यहाँको सुन्तला सबै जस्तै काठमाडौँ कालीमाटीमा जान्छ। नाम्सीकोटको सुन्तला भनेपछि अलि धेरै बिक्री पनि हुन्छ भन्छन् ठेकदार उहाँका विक्रेताहरूले, धेरै गुलियो भएको भएर। यहाँ साथीहरू कोही कोही आउनुहुन्छ सुन्तला खान। नाम्सीकोटको सुन्तला खाएपछि त अरूको अन्त ठाउँको सुन्तला मिठो नै हुन्न भन्नुहुन्छ। मिठो छ यहाँको सुन्तला। पुरै हिमाल देखिन्छ।
यो मेरो आफ्नो बगानकै सुन्तला हो, राम्रो फलेको छ। यो सबै मेरो आफ्नो बगानको सुन्तला हो। सुन्तला पाकेर पहेँलपुर भएको छ। गुलियो छ खानलाई, मह खा जस्तो छ, मह खा जस्तो।